तपाईँले महसुस गर्नुभएको छ? अहिले हरेक कुरा छिटो चाहिन्छ मान्छेलाई। छिटै मनोरञ्जन, छिटै फेम, छिटै भाइरल हुनु, छिटै सफलता पाउनु, छिटै सर्टकटमा पैसा कमाउनु अनि भिडियोहरू पनि छोटो अनि छिटोवाला चाहिन्छ सबै मानिसलाई। त्यही भएर रिल्सहरूमा तपाईँ हेर्न सक्नुहुन्छ, कसैले आफ्नो मोटोपनदेखि दुब्लोपनसम्मको यात्रा जुन उसले 1 वर्ष 2 वर्षमा गरेको छ, 1 मिनेटको भिडियोमा हालिदिएको हुन्छ। कसैले घन्टौँदेखि लगाएर बनाएको थकाली खानाको भिडियो 1 मिनेटको अन्डर हालिदिइसकेको हुन्छ। कसैले 9-10 महिना लगाएर बनाएको घर, इँटा जोड्नुदेखि लास्टमा फिनिसिङ घर ओपनिङसम्मको भिडियो 1 मिनेटको भिडियोमा हालिसकेको हुन्छ। हामी इन्डाइरेक्टली पर्सिभ गर्छौँ कि यी सबै कुराहरू छिटै हुन्छन्, तर वास्तविक सफलता ढिलो हुन्छ, वास्तविक ट्रान्सफर्मेसन ढिलो हुन्छ, वास्तविक लर्निङ ढिलो हुन्छ र वास्तवमा हामी जब रियल लाइफमा गर्न चाहन्छौँ, तब हामी बोर भइसकेका हुन्छौँ। किनकि हाम्रो दिमागले इन्डाइरेक्टली यी सबै कुरालाई छिटै इन्स्ट्यान्टली हुन्छ भन्ने कुरा पर्सिभ गरिसकेको छ। त्यही भएर हामी एउटा पुरै फिल्म 1 घन्टा 3 घन्टाको हेर्न सक्दैनौँ। हामी पुरै किताब त पढ्नै सक्दैनौँ। हामी कसैलाई वेट गर्नु छ भने त्यो वेट गर्नै सक्दैनौँ। हामी सानो कुरामा पनि छिटै फ्रस्ट्रेसन हुन्छौँ। हामीमा प्यासेन्स छँदै छैन। केही मिनेट फोन बिना अथवा वाइफाई बिना बस्नै सक्दैनौँ। किनकि हामीलाई बोर्डम हुनै छैन। धैर्य गर्नु, कुर्नु, लामो सोच्नु, एउटै कुरामा डिप फोकस भएर काम गर्नु हाम्रो दिमागले लगभग बिर्सिसक्छ। किनकि हामीसँग यति धेरै डिस्ट्र्याक्सन छ। ओके, म फेसबुक चलाउँदिनँ भनेर भन्यो भने म इन्स्टा चलाउँछु। ओके, इन्स्टा चलाउँदिनँ भनेर भन्यो भने म टिकटकमा आउँछु। टिकटक चलाउँदिनँ भन्यो भने म स्न्यापच्याटमा जान्छु। स्न्यापच्याट चलाउँदिनँ भन्यो भने टिकटक त छँदैछ। टिकटक चलाउँदिनँ भन्यो भने अर्को केही गेम छँदैछ। हामीसँग बोर रहने आफूमा क्षमतै छैन। बोर हुनु भनेको अनप्रोडक्टिभ हुनु होइन। बोर हुनु भनेको आफूले आफूलाई समय दिनु हो। बोर्डमबाट नै नयाँ कुरा, नयाँ थिङ्किङ, नयाँ सोचको जन्म हुन्छ एक्चुअली। तर हामीले हामीले आफूले आफूलाई समय नै दिँदैनौँ। यही कारणबाट हाम्रो दिमाग पनि प्रोग्राम्ड भएर कुर्नु, धैर्य गर्नु, गहिरो सोच्नु, कुनै पनि एउटै काममा एकाग्र भएर फोकस भएर काम गर्नु, यी एक्टिभिटिजहरू हाम्रो दिमागले बिस्तारै बिर्सिँदैछ।